यदि तपाईँ युवा हुनुहुन्छ र अलमलमा परिरहनु भएको छ भने मसँग आज एउटा किताब छ जसले तपाईँलाई मद्दत गर्न सक्छ। मिराकल फर युथ्स हेमन्त नेपालले लेख्नुभएको यो पुस्तकले तपाईँलाई हेल्प गर्न सक्छ। यो पुस्तक चाहिँ जम्मा कुल 12 च्याप्टरमा विभाजित छन्। हरेक च्याप्टरको आफ्नै विशेषता छ। विशेष गरी चाहिँ मलाई द पावर अफ बिलिफ, आत्मविश्वासमा हुने शक्ति, त्यसपछि गिफ्ट अफ कन्सिस्टेन्सी, सफलताको लागि निरन्तरताको कति महत्त्व छ भन्ने कुरा, त्यसपछि अर्को चाहिँ टाइम मास्टरी। अब टाइम मास्टरी चाहिँ एकदम राम्रो लाग्यो मलाई, किनभने हामी सधैँ बिजी हुन मात्रै सिकिरहेका छौँ, बट मोर प्रोडक्टिभ कसरी हुने भन्ने कुरा चाहिँ यो च्याप्टरले सिकाएको छ। त्यसपछि द ग्रोथ माइन्डसेट। अब ग्रो हुनको लागि अभियसली माइन्डसेट पनि त्यो अनुसार हुनुपर्छ। यसै गरी विभिन्न 12 च्याप्टर छन्। हरेक पानामा केही न केही प्रेरक तत्त्व भएको यो किताब अवश्य पनि तपाईँहरूको लागि एकदम हेल्पफुल हुनसक्छ। अझ तपाईँहरू 20s मा हुनुहुन्छ भने चाहिँ एकचोटि पढ्नु होला, तपाईँलाई धेरै कुराले हेल्प गर्न सक्छ। अनि तपाईँहरूले यो किताब किन्न चाहनुहुन्छ भने चाहिँ सजिलै अनलाइन प्लेटफर्म दराज, किताब यात्रा र किताबहरूबाट चाहिँ अर्डर गर्न सक्नुहुनेछ। साथै यो भिडियो सेयर गर्नुभयो भने चाहिँ एकजना लकी विनरलाई चाहिँ हामी यो किताब गिफ्ट गर्नेछौँ है।